आश्रम सञ्चालन गर्नुभएका व्यवस्थापनका मित्रहरू, यो हर्के हल्दार सिरियल 700 भाग पुगेको पत्तै भएन मलाई, किनभने म त्यही संस्थामा थिएँ जहाँबाट हर्के हल्दार प्रसारण हुन्छ र आज पनि छु। 700 भाग मात्र होइन, 7,000 भाग यसरी नै हर्के हल्दार जाओस्, मेरो व्यक्तिगत तर्फबाट एकदम शुभकामना छ। र अझ परिष्कृत गर्दै यो नेपालको टेलिभिजन इतिहासमा र सिरियलको इतिहासमा सबैभन्दा धेरै र लामो चलेको सिरियल हर्के हल्दार बनोस् र भविष्यमा हामी जवाफमा पनि सबैभन्दा बढी सिरियल चलेको ठुलो भन्दा हर्के हल्दार भन्ने नाम राखोस् भन्दै फेरि पनि शुभकामना दिँदै मेरो भनाइ छु। मेरो जोसमा अलिकति कम भएको थियो। अहिले हाम्रो सरले केही शब्दहरू बोलिदिनु भएपछि मेरो जोस झन् बढेको छ। उहाँलाई धेरै धेरै धन्यवाद। हामीले परिचय त्यति धेरै राम्रोसँग भएन। उहाँ चाहिँ हाम्रो कान्तिपुर टेलिभिजनकै हाम्रो अभिभावकै हुनुहुन्छ। जोस उहाँलाई धेरै धेरै धन्यवाद। यसै गरी हामी अब भयो ल ठिक छ, गाना रेडी भयो अरे, गानाको लागि भाइलाई रेडी गर्न चाहन्छु। हस्, धन्यवाद। हाम्रो हर्के हल्दारको प्यारो बहिनी निशालाई मन पराउने विश्वको सबैभन्दा होचो मान्छे होइन त, मनोज। हाम्रो मनोजको डान्स हेर्न सक्छौँ हामी? तयारी छ भनेदेखि हामी मनोजको नाच हेर्छौँ, होइन भने हामी फेरि शुभकामनामै जानेछौँ। यसै गरी हाम्रो हर्के हल्दारको एकदम चर्चित पात्र कलाकार हाम्रो आदरणीय दिदी पाटुली दिदीलाई हाम्रो हर्के हल्दारको 700 भागको शुभकामना दिनुलाई स्टेजमा बोलाउन चाहन्छु। पुर्याउनलाई हाम्रो भाइले कति दुःख गर्नुभयो होला है, कति माया गर्नुभयो होला, कस्तो जान्ने मान्छेलाई बोलाउनु भएको। फेरि म जुन चाहिँ यो समाउनै जान्दिनँ म, अब यस्तो मान्छेलाई यहाँ स्टेजमा उपाएर हुन्छ होला त होइन। तर पनि यो खुसी हो, बोल्दा बोल्दा जानिन्छ। भाइलाई धेरै धेरै धन्यवाद। हाम्रो सबैजना, हाम्रो हर्के हल्दार सब टिम, हाम्रो परिवार सबै हाम्रो एउटै परिवार हो। सबैलाई धेरै धेरै धन्यवाद। अब के भन्नु, अब यस्तो हजारौँ जाओस्, यस्तै गरी मानव सेवा आश्रममा यसरी खुवाउने मौका पाइयो आज। यो सबै चाहिँ यो हाम्रो खम्बी भाइले गर्दाखेरि हो। योभन्दा ठुलो अवसर हामीले के पाउनु। यस्तै गरी घरिघरि अब सके त पर्सि नि खुवाउन पायो भने त्यस्तो त कहाँ सकिएला र होइन। अब यसरी खुवाउन पाइयोस्, यही नै हो। अरू के भन्नु। भाइलाई धेरै धेरै धन्यवाद। धन्यवाद। हाम्रो मित्रलाई स्वीकार गर्नु भएर आउनुभयो, अतिथिको रूपमा आइदिनु भएर धेरै धन्यवाद भन्न चाहन्छु। सबैभन्दा ठुलो कुरो मन हो। हामीसँग मन भयो भने असम्भव भन्ने चिज केही पनि रहेनछ। सम्भवले गर्दा आज हर्के हल्दार 700 भागसम्म पुग्नु सफल भएको छ। त्यसै गरी शुभकामना मन्तव्यकै क्रममा छौँ। शुभकामनाको लागि हाम्रो रवि डम्बल दाइलाई हार्दिक अनुरोध गर्दछु। अहिलेको चर्चित हर्के हल्दारमा एकदम काफेमान टाइटलमा चर्चित हुनुहुन्छ, उहाँलाई धन्यवाद। धन्यवाद। सबैलाई नमस्कार। विशेष गरी आज हाम्रो यस हर्के हल्दारको लेखक कलाकार मनोज खड्काको जन्मदिन पनि हो। उहाँलाई म जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु। यसो जोडा तालीले उहाँलाई शुभकामना दिउँ न। मोबाइल हामीलाई अब एकैछिन हो। वास्तवमा हर्के हल्दारको मेरुदण्ड चाहिँ हाम्रो खम्बीजी नै हो। उहाँको लागि पनि एकदम जोरदारले स्वागत गरिदिनु होला, तालीले बधाई दिन हाम्रो तर्फमा। वास्तवमा उहाँलाई यो यात्रासम्म धेरै मेहनतका साथ यात्रा गर्नुभएको छ उहाँले। म चाहिँ अहिले प्रोफेसर रूपमा जोडिएको छु। अप्रत्यक्ष रूपमा आजभन्दा धेरै अगाडि जोडिएको छु हर्के हल्दार। त्यो बेला प्रकाश कैद चाहिँ निर्देशन गर्नुहुन्थ्यो। एउटा राइटर चाहियो भनेपछि मैले चाहिँ शैलेन्द्र दाइले चाहिँ नाम लिएको थिएँ र शैलेन्द्रलाई मैले फोन पनि गरेँ, दाइ हर्के हल्दारमा लेखिनु पऱ्यो भनेपछि रवि तिमीले मलाई कहाँ फसाएको भन्नुहुन्थ्यो त्यो बेला अहिले होइन। यो हर्के हल्दारमा धेरै कलाकारहरू जोडिएको छ भनेर प्लेटफर्म हो। आज 700 भागसम्म पुगेको छ। यहाँको मायाले गर्दा हो।
यति ठुलो यात्रा यति लामो यात्रा हर्के हल्लाले गरेको छ साथै सायदै यो टेलिभिजन इतिहासमा यो लामो इतिहास कोर्नेछ यसले नेपालमा जहाँसम्म मलाई लाग्छ युएस च्यानलले ठुटापछि भन्ने कार्यक्रममा चाहिँ 1000 एपिसोड पुऱ्यायो त्यसपछिको टेलिभिजनको इतिहासमा हेरिबासे हो त्यसपछि अहिले आएको हर्के हल्लाले 700सम्म यात्रा पार गर्नु भनेको धेरै ठुलो कठिन यात्रा त्यसको लागि चाहिँ सम्पूर्ण टिमलाई चाहिँ म भित्रैदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु म पनि यसको एउटा सदस्य हुनु पाएकोमा म पनि आफै पनि धेरै खुसी छु एकदमै ढिला नगरिकन अब सबैले भोक लागिसकेको छ खानाको व्यवस्था हुँदैछ फेरि पनि सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद फेरि ताली गर्दा भोक लाग्यो है थ्याङ्क यू सो मच दाइलाई पनि धन्यवाद दाइको सहयोग सधैँभरि पाइरहँ त्यसै गरी हाम्रो हल्का हल्लाकै कलाकार आदरणीय मेरो काकाको भूमिकामा निर्वाह गर्नुहुने श्याम राई दाइलाई पनि शुभकामना व्यक्त गर्नको लागि हार्दिक अनुरोध गर्दछु श्याम राई दाइ वरिष्ठ कलाकार एकदम अग्रज कलाकार निर्देशक फिल्म निर्देशक उहाँलाई पनि हामीले हल्का हल्लामा देखाउनु पाइरहँदाखेरि एकदम खुसी भएको छु यहाँलाई नव वर्ष 2082 सालको शुभकामना यहाँको यो साल उन्नति प्रगति होस् धन्यवाद ल म त यता एकैछिन यसो मिल्न थिएँ त काकाले त धन्यवाद दिएर हिँडिसक्नु भएको छ उहाँलाई धेरै धेरै धन्यवाद उहाँको छोटो मिठोको लागि त्यसै गरी हामी अझै शुभकामनामै जानेछौँ हाम्रो पुरानो कलाकार बालदीप राई दाइ कता हुनुहुन्छ मैले देखिरहेको छैन उहाँलाई पनि हल्के हल्लामा शुभकामना दिनुहुन अनुरोध गर्दछु कता हुनुहुन्छ बालदीप राई दाइ उहाँलाई शुभकामना दिनुहुन सम्पूर्ण उपस्थित सबैलाई धन्यवाद र हाम्रो युनियनबाट आज यो 700 भागको कार्यक्रम चुनिमा गर्नुभएको छ र उहाँले 700 भागसम्म पुर्याउनु भएको छ यसमा मैले पनि कुनै पनि समयमा अभिनय गर्ने मौका पाएको थिएँ र उहाँले 700 भाग पुर्याउनु भएको छ अब चाहिँ यसलाई अझै अगाडि बढ्दै जाओस् म अगाडि मेरा उल्टा सुनको टिमको तर्फबाट उहाँलाई धेरै धेरै हार्दिक शुभकामना व्यक्त गर्छु धन्यवाद मेरो आदरणीय दाइ मेरो नृत्यको सिङ्गर आउनु भएर शुभकामना दिनुभएको उहाँलाई पनि धन्यवाद दिन चाहन्छु हामी फेरि अहिलेको गीत कन्टिन्यू जानेछौँ हाम्रो मनोजको हाम्रो निशाको अहिलेको प्रपोज गर्ने भयो मनोज सानो भाइको प्रस्तुति हेर्दैछु अब चाहिँ बवाल हुनुपर्छ है ताली ताली वाव
कालो टोपी फर्काउने मेरो शिरमा झल्केको एक जोडी खुकुरी हेर कलर झल्केको मौने पाली बाबू मेटिने पाला 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 मौने पाली बाबू ओहो म नेपाली बाबु मिटिङ नेपाल धन्यवाद मेरो प्यारो भाइ यार कस्तो लाग्छ बाबाले यार धेरै कम छ त्यसैले हामी सानो शुभकामना नै दिने के अरे जानेछु शुभकामनामा हाम्रो रेसमा तिमल सिन्हा बहिनीलाई शुभकामना दिनु हुन हार्दिक अनुरोध गर्दछु यहाँ स्टेजमा आएर छिट्टो छोटो मिठो भाइ अब हाम्रो जम्मा 2टा मात्र प्रोग्राम बाँकी छ हामी खाना खाइहाल्नेछौँ है थ्याङ्क यू इन्द्र दाई समय दाई भनौँ अब यहाँ आएर बोल्ने मैले मात्रै पहिला बोल्नु पाएँ टन्नै बोल्नु हुन्थ्यो अब बोल्ने कुरै सबै सकाइसकेपछि लाग्दा के गर्ने हो र थ्याङ्क यू सो मच सबैजना त्यही हो असल कि आज मैले भोलि 2 दिनदेखि सुरु नगरेर त कुरै सुरु हुन्न है हाँस्ने भाइ हाँस नहाँसे नि मलाई भन्नकै छैन के हान्थ्यो अब आज मैले भोलि दिन हो है थ्याङ्क यू सो मच अनि एड एजेन्सी अनि कान्तिपुरका अब हाम्रो प्रोड्युसर खम्बे दाई भाग 1 देखि 700 भागसम्म खेल्न पाइयो आइन्दाका दिनहरूमा 2000 3000 भागसम्म पनि बुढी नभइकन कहिले बिगार्ने होला भन्दै खेल्न पाऊ यही नै हो अनि 700 भाग पुग्यो हजुरहरूको मायाले नै हो अब यसरी 7000 भाग पनि हजुरहरूको मायाले पुर्याइदिनु होला हाम्रा छोरा नातिले पनि यसैमा एवं रीतिले खेल्दै जाउन् भन्दै सबैजनालाई ल सब प्याकुल्ला जो एकलाई थ्याङ्क यू सो मच धन्यवाद एउटा कुरा चाहिँ भन्नुपर्ने हुन्छ आज है मैले देखेदेखि यो नानी जस्ताको तस्तै छ अहिलेसम्म म बुढो भइसकेँ यो नानी जस्ता तस्तै छ यतिसम्म भनौँ न राम्री होइन अब जसको अहिलेसम्म बिहा भएको छैन उसले हाम्रो छोरी नातिले सुत्दै यो सिरियल खेल्नु पाऊ भनेर आशीर्वाद दिनुभएको छ छिटोभन्दा छिटो बिहा भएको पनि हेर्नु पाऊँ यही छ शुभकामना त्यसै गरी सानो छोटो मन्तव्यको लागि हाम्रो अब के अरे बागमती बहिनीलाई शान्ति बस्नेत बहिनीलाई उपस्थित गराउँछ है अनि यहाँ उपस्थित सम्पूर्णलाई धेरै धेरै धन्यवाद भयो अब भन्नुपर्ने कुराहरू रेशमाले भने जस्तै सबै सकिसक्यो मैले भन्नुपर्ने केही पनि छ जस्तो लागेन त्यही हो 700 भाग पुगेको छ अझै 1000 भाग पुगोस् भन्दै हाम्रो हलदार परिवारलाई चाहिँ शुभकामना दिन चाहन्छु त्यही हो धन्यवाद सरू बहिनीले पनि एकैछिन स्टेजमा आएर छोटो शुभकामना दिनु हुन अनुरोध गर्दछु यसै गरी हामी अब जादु हेर्नेछौँ त्यस पछाडि हाम्रो सानो कार्यक्रम रहनेछ मनोज र निशाको सानो शुभकामना त्यस पछाडि हामी फेरि खानेछौँ हाम्रो अतिथिज्यूले शुभकामना सरू बहिनीलाई शुभकामना दिनुलाई स्टेजमा बोलाउँछु कोही छुटेको छ भने यहाँ उपस्थित सबैजनालाई नमस्कार म सरू दाहाल ब्राकेटमा देउती भनिराख्ने नपर्ला होइन
आज चाहिँ हाम्रो हर्के हल्दार 700औं भाग मनाउन चाहिँ हामी यो मानव सेवा आश्रममा आएको छौँ। सबैभन्दा ठुलो कुरा चाहिँ के हो भने सेवा नै धर्म हो र हामीले चाहिँ यो हर्के हल्दारको कार्यक्रम अन्त पनि गएर गर्न सक्थ्यौँ होइन, अन्त गएर रमाइलो गर्न सक्थ्यौँ, जे पनि गर्न सक्थ्यौँ। तर हामीलाई चाहिँ के लाग्यो भने सबैभन्दा ठुलो कुरा चाहिँ खमेदाईको मन यस्तो छ कि सबै गरिब दुखीलाई, अरू दुखी भएको अलि गाह्रो भएको हेर्न सक्नुहुन्न। उहाँले चाहिँ सकेसम्म आफूले सकेको तर्फबाट चाहिँ गरिब दुखीलाई सहयोग गरौँ भन्ने भावना दाइको धेरै मन ठुलो छ। दाइ लगायत हामी हर्के हल्दार सम्पूर्ण परिवारको चाहिँ सबैजना हामी एउटा फ्यामिली नै हो। हामी सबैजनाले चाहिँ यहाँ आएर बुवा आमालाई, बुढो भएको बुवा आमालाई 700 भाग यहाँ आएर मनाएर उहाँहरूलाई थोरै जति सकेको हामीले खाना खुवाउन पाउनु नै हाम्रो लागि एकदम ठुलो कुरा हो जस्तो लाग्छ मलाई। र हर्के हल्दारमा चाहिँ म चाहिँ 146 भागदेखि इन्ट्री भएको र आज 700 भाग पुग्दाखेरि मलाई चाहिँ एकदम धेरै खुसी लागेको छ। र हर्के हल्दारमा मलाई चाहिँ सुरुमा बोलाउनु भएको हाम्रो अहिले क्यामराम्यान हुनुहुन्न, यहाँ हुनुहुन्न, अर्जुन तिवारी सर हुनुहुन्छ। उहाँलाई चाहिँ मनैदेखि सम्झेको छु मैले। उहाँको कारणले गर्दा आज म हर्के हल्दारमा इन्ट्री हुन पाएँ। र अनि त्योभन्दा पछिको कुरा चाहिँ प्रकाश सर, हाम्रो खमे दाई, हाम्रो झम्के मामा सबैजना हुनुहुन्छ। सबैजनाको नाम लिएर साध्य पनि हुँदैन। उहाँहरूले गर्दा चाहिँ आज म हर्के हल्दारमा 700 भागसम्म उहाँहरूको साथ सपोर्टले गर्दा 700 भागसम्म पुग्न पाएँ। एकदम मनैदेखि सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि हर्के हल्दार चाहिँ 700 भागबाट चाहिँ अझै धेरै हामीले 1000 भाग लान सकौँ। र अरू त अब बोल्नु के नै छ र होइन, सबैजना उहाँहरूले बोलिसक्नुभयो। र शुभकामना दिने भनेको चाहिँ खासमा भन्नुपर्दा आज हामी कलाकारले शुभकामना दिनुभन्दा नि, हामी सिरियलकै कलाकारले शुभकामना दिनुभन्दा नि हामीलाई चाहिँ अग्रज व्यक्तिहरूले शुभकामना दिनुपर्ने हो। तर आज उपस्थित हाम्रो सायद अब केही कारणवश आउन नभ्याउनु नसक्नु भएको होला। अब उहाँहरू त्यही भएर हामीभन्दा आदरणीय उहाँहरूसँगबाट शुभकामना चाहिँ लिइसक्यौँ। र खासमा मैले नै मेरो सिरियललाई शुभकामना दिनुभन्दा नि अरू उहाँहरूले चाहिँ दिनुपर्ने हो। तैपनि यहाँ आएर यति स्टेजमा बोल्न पाउनु मेरो लागि ठुलो कुरा हो। र हर्के हल्दार हामीले 700 भाग होइन 7000 भाग पुर्याउन सकौँ। सम्पूर्णलाई हाम्रो कान्तिपुर टेलिभिजन लगायत हाम्रो हर्के हल्दारको परिवार, विशेष गरेर खमेदालाई अनि सबैजना थ्याङ्क यू सो मच भन्न चाहन्छु। हस्, धन्यवाद। त्यसै गरी अब हामी ढिलो नगरिकन के अरे जादु हेर्नेछौँ। जादु हेरिसकेपछि हाम्रो 700 भागको हर्के हल्दारको हामी केक काट्नेछौँ। यो पनि पुरै भेजमा हो। केक काटिसके पछाडि हामी सानो हाम्रो शुभकामनाको लागि हाम्रो आदरणीय वरिष्ठ कलाकार, चलचित्र कलाकार सङ्घको उपाध्यक्ष, उहाँबाट चाहिँ वरिष्ठ उपाध्यक्षज्यूको चाहिँ उसबाट शुभकामना लिएपछि हामी कार्यक्रम सकिएको घोषणा गर्नेछौँ। गीत बजाउँ, प्ले गरौँ। रात ठिकानी धर्म तलक दियो ढाक टोपी चिरेमा झलक झल्कियो रात ठिकानी धर्म तलक झल्कियो छातीभित्र मायाको आगो सल्कियो बिजुलीको तार 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 फुर्सद भए हजुर भेटौँ शनिबार फुर्सद भए हजुर भेटौँ शनिबार ढाक टोपी चिरेमा झलक झल्कियो माया झुल्की खेलाडी झलक झल्कियो बिजुलीको तार 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 फुर्सद छैन ए हजुर आउँदो शनिबार फुर्सद छैन ए हजुर आउँदो शनिबार जमानु फुटेको खल्तीमा
मर क्या मालूम कोटे खतीबा आखी जुटे क्या मालूम है खतीबा आखी क्या मालूम किन्नु गलावा तिरको जायो कस्तो तू खामी खा 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 तिरको जायो कस्तो तू खामी खा 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 Daruलाई धानको पात मायालाई पानको पात दारुलाई 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 धानको पात मायालाई पानको पात
यही तो हो नि माया, यही तो हो नि माया, यही तो हो नि माया, यही तो हो नि माया। के हो तिम्रो नाम मैले परिचय पाएँ, दिमाग तेरो बिहानीको घर। भलो छैन म कमर पनि हैन म आलिहे भलो छैन म कमर पनि हैन म जबदेखि तिमीलाई देखे आफू मात्रै छैन म झर्ला केही हो त्यो मन पर्ला नपर्ला झर्को पाला झर्ला कि नझर्ला केही हो त्यो मन पर्ला नपर्ला बिहे भएको छैन म कुमारिनी हैन म बिहे भएको छैन म कुमारिनी हैन म मैले हातले धेरै गर्छ कसैको नि भएन म हातको पाला झर्ला कि नझर्ला यही हो फेरि मन पर्ला नपर्ला हातको पाला झर्ला कि नझर्ला यही हो फेरि मन पर्ला नपर्ला दिवसो बितको लाइफमा सुन्तली नानीको मुख झलक निधारमा गीत झलक सुन्तली नानीको मुख झलक सुने पछ्यौरी नाचली गोरे नाचली किरती बाँच्छ सुने पछ्यौरी नाचली गोरे नाचली किरती बाँच्छ Thank you.
पछौरी नजरले हमसैला बिराती दिन बचन कसैले पछौरी नजरले हमसैला बिराती दिन बचन हमसैला बिराती दिन बचन Dance, please, come on. पापालाई ढाका टोपी बालोलाई जोटा यति हाम्रो पैसा जुर्मा खाइदिने छोटा साटामी गालामा छ डिम्पल लजाई लजाई हेर्ने पानी बुद्धि भजन सिम्पल छ कहानी सम्मानी बिना जिन्दगी जन्मानी सम्मानी बिना जिन्दगी जन्मानी तिमी बिना जिन्दगी जन्मानी सीधा सादा हुन्छन् बाहिर दुःख देखाउँदैनन् बरु एक्लै हुन्छन् परानो तिम्रै गुम्बो भयो सागरन तिम्रै गुम्बो भयो सागरन तिम्रै गुम्बो भयो सागरन मायाको हामी प्यारो भाइ राजेन्द्र गिरी र सम्पूर्ण टिमको लागि राजेन्द्र गिरीको छोरी मेरो सागर भाइ आदुनानी सबैलाई हल्के हतार आज 700 भागसम्म पुग्नु सफल हुनुमा मेरो सम्पूर्ण टिमको हात छ। मलाई माया गरेर यहाँसम्म आउनुभएको मेरो मिडियाकर्मीहरूको पनि ठुलो हात छ। हजुरहरूलाई पनि एकदम सञ्चारकर्मीहरूलाई पनि एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी मानव सेवा आश्रम परिवारलाई पनि हाम्रो हल्के हतारको 700 भाग को कार्यक्रम उपलब्ध गराउनु भएकोमा धेरै धेरै धन्यवाद। सबैलाई भोक लागिसकेको छ। अब हामी एउटा सानो हाम्रो हल्के हल्लाको प्रस्तुति हेर्नेछौँ र सानो छोटो भिडियो त्यस पछाडि हामी केक काट्नेछौँ। यसको लागि हाम्रो आज अहिलेको एकदम जोडी मनोज र निशालाई चाहिँ सस्मिता गिरीलाई स्टेजमा बोलाउन चाहन्छु। सानो छोटो मिठो ताली बजाऊ। कतिजनाले हेर्नु भएको छ अहिलेको एकदम मन पराएको जोडी हाम्रो भाइ बहिनीहरूको कारणले अझ राम्रो हुँदै गएको छ। आउने दिनमा अझ राम्रो होस् भनी चाहन्छु। हस् काका छन्न सक्सेस मलाई साथ दिन्छ मसँगै दुःख गर्न सक्सेस जिन्दगी भर मैसँग हुन्छ मसँगै बसेर बोल्न सक्सेस मेरो आँसु पुग्छ गुन्द्री पनि लाउँछेस तेरो हात चिरानी दिन्छ हात त के पुरै जिन्दगी तँलाई हो आनै मर्छ बोले गर्छ कसले के गर्छ मिठे तैँले यो सुरुमा भएर यस्तो मर्यादै गरेको कि पछिसम्म यस्तै मर्यादै गर्छस्
पहिलो नजरमै मन परेको मान्छे होस्। तपाईँ त म आफू रीति गरी प्रेम गर्छु। त मायाको समुद्र होस् भने म मायाको मुहान हुँ। त्यति सजिलो रीतिले त कहाँ दिन्छु र? भगवान्ले मलाई सबै कुरामा ठगे पनि माया गर्ने मान्छे चाहिँ स्वरको अप्सरा जस्तै देखाउँछ। आँखामा हेरिरह्यो भने डुब्न मन लाग्ने, गालामा हेरिरह्यो भने टोक्न मन लाग्ने, ओठमा हेरिरह्यो भने काउकुती लाग्ने, झन् डिम्पल बस्ने गरी हाँस्यो भने त मलाई लागेको भोक पनि हराउँछ। सुरुमा हुँदाखेरि यस्तो भनेको होला, पछि बिहा गरेको भोलिपल्ट तँलाई पनि म मन नपर्ने होला। आहा, बिहा गरेका भोलिपल्ट जुरुक्क उठ्दा खाटामा चिया, मेरा गोडा तातो तेल तेरो हात। ओहो, तँलाई त बुढी भन्दा पनि नोकरी चाहियो हो क्या? नोकरी होइन, चाहिने चाहिँ जीवन साथी नै चाहिएको। आने वर्ष बुलेट छ, कसले के गर्छ? ओहो, धेरै राम्रो प्रस्तुति। एकैछिन भाइ बहिनीले पनि यही राख्न चाहन्छु। आज हाम्रो 700 भाग मात्रै नभइकन मेरो प्यारो भाइ मनोजको जन्मदिन पनि हो। जन्मदिनको शुभकामना लगायत 700 भागको पनि केक काट्दैछौँ हामी यहाँ सबैजना मिलेर। यो केक काट्नको लागि सहयोग गर्नु हुनु सम्पूर्ण मेरो काकाहरू भ्याउनी जति सबैजना माथि हुनु जति बस्दिनु होला। यो अलिकति स्टेजको अलिकति होला गाह्रो होला, त्यसैले शिवरी मामा, सुरेन्द्र केसी लगायत हाम्रो सरहरू र केक काट्नुको लागि मेरो प्यारो भाइ मनोजलाई अगाडि बढाउन चाहन्छु। सबैजनाले जन्मदिनको हामी पालो पालो केक खाएर फैदिसकेको केक खुवाइसकेकोहरू बिस्तारै तल झर्नेछौँ, किनभने स्टेज एकदम कमसल छ है। सबैजनाले हाम्रो बर्थडे बोयलाई केक खुवाइदिनु होला र हाम्रो सानो नानीले पनि केक खुवाइदिनु होला। अब हाम्रो कार्यक्रम लगभग शुभकामना मन्तव्य दिइसकेपछि सकिनेछ। हाम्रो वरिष्ठ कलाकारहरू अहिले शुभकामना दिनेछ, हामी खाना गर्छौँ। हाम्रो पालालाई यो केक खुवाएर हामी खाना खानेछौँ। यो लगेर बसौँ त हाम्रो लगेर खुवामा र यो एकदम भेज हो भाइ, यो निःशुल्क भेज हो। यो भेजै अर्डर गरेको हो, सबैजना खानु मिल्छ भनेर। पहिले केक खुवाइदिनु होला। बसौँ त हाम्रो दुईजना जति गएर बाबालाई केक खुवाइदिनु सबैले ठाउँ ठाउँमा लगेर। प्लेट छु त, प्लेट छ, ल्याप्किन छ, ल्याप्किन। हाम्रो लगभग शुभकामना अन्तिम हो र त्यस पछाडि हामी खाना सुरु गर्नेछौँ। त्यसको लागि बिस्तारै हामी सम्पूर्ण हड्के हल्का किनेर खाना खुवाउनेछौँ।
शुभकामनाको लागि हाम्रो अर्जुन भाइ छिटो आऊ के भयो यो म्युजिक बन्द गर्नु न अब हाम्रो अन्तिम के अरे शुभकामना दिँदै हुनुहुन्छ हाम्रो शिवरी मामा दाइले